वेलकम टु माई युट्युब च्यानल मन्दिर भ्लग। सो आज चाहिँ हामीहरू जाँदैछौँ डाँडा गाउँ। सो हामीहरू चाहिँ राइड लिएर जाँदैछौँ होइन। अहिले चाहिँ स्कुटर मैले चाहिँ चलाएको छैन, उहाँले स्कुटर चलाउँदै हुनुहुन्छ। डाँडा अब हिँड्दा हिँड्दै कहाँ पुगिन्छ त्यो चाहिँ हामीलाई थाहा छैन होइन। यहाँको घुम्ने कस्तो डर लाग्यो होइन। हामी चाहिँ एक दुईवटा फोटो क्लिक गऱ्यौँ यो पानी परेको ठाउँमा होइन। मैले गाजर लगाएको यार आज यार के भएन, मैले गाजर लगाएको यार कस्तो के भयो गाजर लगाएर। राम्ररी मान्छेले गाजर लाउनु पर्यो। अब चाहिँ म चलेँ राइडमा। यस्तो भिडियो बनाउँछु मेरोमा त भिडियो अफ गरेपछि भन्नु है। समाउनु देख्नु चाहिँ यसरी जाँदैछौँ। जाऊ भयो बन्द गर्नु। डेन्जर इज टु मच होइन। यही बाटो फर्किने हो, अहिले हामी यही बाटो फर्किने हो होइन। कहाँ हामी भिडियो गर्दै मैले लानु म त उकाला त जति चढाउँछु। हामीहरू चाहिँ यहाँ अलि माथि आइसकेको छौँ। यति बेला चाहिँ म अहिले चलाएको स्कुटर। अब चाहिँ अझै हामी माथि जाने हो। बिच बाटोमा यसो रोमान्टिक रे सरी राम्रो राम्रो फोटो अनि भिडियो क्लिक गर्दैछौँ होइन। ओके होइन, we are click some photos and videos। so राम्रो आनन्द गर्मी एकदम शीतल पिसफुल एरिया। घर छँदै जङ्गलमा पठायो भने कति रुन्थ्यौँ। अहिले जङ्गल खोज्दै हिँड्न परेछ हो त है। सो हामीहरू चाहिँ यहाँ आइसकेको छौँ। अब चाहिँ म तपाईँहरूलाई माथि लाग्छु अनि पछि देखाउँछु काठमाडौँ। यहाँदेखि हाम्रो यो डाँडा गएको डाँडादेखि काठमाडौँको भ्यू तेर्सोमा है। यहाँबाट त त्यहाँ आइडी साइडी अलि माथिबाट गयो अलिक जान पर्ने कति बजीबाट माथि जान पाइन्छ। आइडी जाइ पऱ्यो 5 बजीबाट 7 बजीबाट जान पाइन्छ। चलनहरू छ डल्लै याद आयो 5 बजेर कहिले त 5 बजे फर्किन्छ। बनाउनु भिडियो थाहा अहिले भन्दा हो भगवान्। हेलो हिँड्दैछौँ। यस्तो राम्रो बाटो छ, आउनु होला। भगवान्को मान्छेले कस्तो हेरेको हामीलाई
पैसा म्यामले यस्तो राइडर हुनुभएको यस्तो दामी चलाउनुहुन्छ कोही पछाडि बस्न इच्छुक हुनुहुन्छ भने सम्पर्क कमेन्ट गर्नु होला ल यो ठाउँ गेस गर्नु यो ठाउँ गेस गर्नुलाई पुरस्कारको व्यवस्था गरे पहिले भन्दैन अगाडि चाहिँ पैसा चेक गरेर जानु होला के भन्यो अरे चेक पैसा चेक गरेर जानु फेरि माग्दैन लाइसेन्स त माग्छ के अहिले चाहिँ उहाँले चलाउनु भएको सैनिक इलाका गर्दैछु होइन कस्तो राम्रो इन्जोय हामी त खालि यस्तो नेचरमा पऱ्यो होइन अब मजाले नेचरमा लिएर हिँड्नु तर यहाँ चेक पोस्ट छ त्यहाँनिर हो चेक गराउनु फेरि चाहिँ यहाँ चेक पोस्टमा इन्ट्री गरेर अब यहाँबाट चाहिँ नेचर लभरहरूलाई चाहिँ दामी होइन कति एक्सप्लोर गर्नु पऱ्यो र सबैहरूलाई थाहा भइसकेको कुराहरू चाहिँ हामीले एक्सप्लोर धेरै गर्दैनौँ यहाँ चाहिँ यस्तो राम्रो एकदम राम्रो देखिन्छ है अहिले चाहिँ हाम्रो सुषमाजीले हेर्नु न कस्तो टाइम देखिरहेको थियो आज मलाई पनि एउटा टिकटक एकदमै धेरै राम्रो रहेछ है कस्तो डर लाग्ने है आफूले यहाँ पछाडि एकदमै राम्रो छोडेर फेरि आयो चेकपोस्ट डाँडा गाउँ रिसोर्ट त्यो त मलाई एकदम डर लाग्ने यार हामीहरू चाहिँ फाइनली डाँडामा आइसकेको छौँ ल स्न्याप युजरहरू त मलाई त के हो कि बाटो हिँड्दाखेरि खोल भेटायो पनि मान्छेहरूले पहिला यहाँदेखि चाहिँ यस्तो भ्यू देखिरहेको दामी देखिने कि होइन हाइकिङ के खाने धर त पारी देख्दो रहेछ ग्रान्डी यता देखिँदैछ त किन नदेखोस् त ग्रान्डी हो नि त्यो त हो ग्रान्डी हो हस् चटपट खान जाने अनुमति बिना प्रवेश निषेध यत्रो हेर्दै कम सो गाइज यो चाहिँ यहाँदेखि काठमाडौँको भ्यू यति धेरै गाह्रै अनि यहाँ चाहिँ यहाँनिर आइसकेको छौँ हामीहरू कहाँ जाने कता खिच्ने त यो यहाँबाट पछाडिहरू त्यही पछाडिको अब यहाँबाट निस्किने हो र के गर्ने जाऊ यहाँबाट फेरि के हो हिँड्दै हो अब चाहिँ यहाँबाट यति हो यता हिँड्ने होला यता हिँड्ने यो रिसोर्ट यही रिसोर्ट पर्यटकको टिकट काउन्टर रहेछ पर्यटकीय हामी त पर्यटक हुन्छ हजुर पर्यटक ए त्यो आन्तरिक पर्यटक पर्यो हामी पर्यटक त पर्यटक त्यही त आन्तरिक भने त नि टुरिस्ट टिकट काउन्टर बातों को रहने दो हे सुकून जिनमें हो थोड़ा सा पार है ज्यादा दादा मेरा कस्तो राम्रो आउँदो रहेछ यहाँबाट चाहिँ फोटो यतापट्टि जङ्गलमा खिच्छौँ न त हामीहरू चाहिँ
फाइनली डाँडा गएको नास्ता पास्ता नास्ता पास्ता त थुक पनि निले मात्र अरू त त्यस्तै हो होइन त केही खा त खायो भन्नु पनि म त टर्न भयो कस्तो मिठो थियो नि त्यहाँको हेर्ने थोक्ने त्यही खाने अब होइन हामी चाहिँ अब यहाँबाट फोटो क्लिक गऱ्यौँ भिडियो क्लिक गऱ्यौँ अनि पछि हामी चाहिँ के गर्यौँ अरू टिकटक बनायौँ पाइन तुईसँग भाइरल हुनको लागि सो अब चाहिँ हामी यहाँबाट बिदा लिँदैछौँ होइन ल बिदा लिँदैछौँ तन्न आउनु होला यहाँ राम्रो छ ठाउँहरू पैसा धेरै बोकेर आउनु पैसा टन्न बोकेर आउनु मस्त डग्गी बोरोले पनि है भनिरहेको छिन् मलाई बिन्दास पारामा बोरो के छ जङ्गे रहेछ जङ्गे हेलो भन् बाई बाई बोलाएको कि हामीलाई वेलकम टु होड वेलकम टु आवर रिसोर्ट भन्दै केही नखाने र ए ल सो पानी पर्न आँट्यो हामी चाहिँ अब घरतिर डोरिन आँट्यौँ आउने बाटो छ नि त हुन त यो आर्मी उनीहरूको भयो त्यस्तो चोरको नलाग्ला मलाई अघि चाहिँ त्यो भन्ने भएको क्या त्यहाँ थियौँ त त्यो ठुलो टडक लाउँदा त मलाई त्यसलाई डर लागिरहेको थियो तर त्यस्तो हुन्न ल अब हामी चाहिँ यहाँबाट हिँडेर फेरि राइडमा हिँड्यौँ पोल्ला नि फेरि बढी मर्छु मलाई हो भन्दै कुद्नको लागि हो कि अनि हामी चाहिँ अब यहाँबाट हिँड्न लाग्यो है गाइज अब चाहिँ हामी फेरि साइलेन्ट मोडमा बस्नुपर्छ नत्र फेरि आर्मी दाजुले मारिहाल्छन् ल बाई बाई सी यू नेक्स्ट ब्लग बाई बाई गाइज